भनिहालो चारवटा कुरा शिक्षा स्वास्थ्य मैले स्पष्ट रूपमा भन्छु मैले लोभ देखाएको छैन मैले लालच देखाएको छैन आश्वासन बाँडेको छैन त्यो भावनाले यो भ्रष्टाचार नियन्त्रण चाहिँ मेरो अर्को मुद्दा र यो प्रमुख राजनीतिले गाँज्यो कि त्यो राजनीतिकमा कुनै कुनै रूपमा आबद्ध नभइकन के तरिकाले एउटा चाहिँ आफ्नो उम्मेदवारी दिएर यो ठाउँलाई के गर्न सकिन्छ कि भनेर स्वतन्त्रको उम्मेदवारी दिएको सम्पूर्णमा स्वागत छ कार्यक्रम हिँड्दा हिँड्दैमा स्थानीय तहको निर्वाचन नजिकै गर्दाखेरि चुनावी माहौल पनि तात्दै गएको छ विभिन्न पार्टीका व्यक्तिहरूले आफ्नो मनोनयन दर्ता गर्ने तयारीमा हुनुहुन्छ विभिन्न मान्छेहरू विभिन्न पार्टीबाट चाहिँ मनोनयन दर्ता गर्ने क्रममा कुनै व्यक्तिहरू पनि यहाँ स्वतन्त्र उम्मेदवारीको रूपमा लिएर आफ्नो मनोनयन दर्ता गर्ने तयारीमा हुनुहुन्छ त्यस्तै आज हामीसँग हुनुहुन्छ यस्तै स्वतन्त्र उम्मेदवार लिएर चाहिँ मनोनयन दर्ता गर्ने तयारीमा आउनुभएका हाम्रा एक युवा जुन जुझारु युवा एउटा भिजन सहितको लिएर उद्देश्य लिएर आउनुभएको छ उहाँलाई हामी यो हिँड्दा हिँड्दै कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। सर्वप्रथम स्वागत छ यहाँलाई हाम्रो हिँड्दा हिँड्दै कार्यक्रममा। धन्यवाद। अब हामी सर्वप्रथम त परिचयबाट नै सुरु गर्छौँ हैन। अब तपाईलाई यो आलितालका मान्छेहरूले धेरैले चिन्न नसकेका पनि हुनसक्छ र पहिला सर्वप्रथम चाहिँ तपाईलाई चाहिँ यो आलितालका वासीलाई चाहिँ तपाईँ को हो हैन तपाईलाई कसरी चिन्ने भनेर चाहिँ एउटा बताइदिनुस् न। म टेक खड्का मेरो घर चाहिँ आलिताल वडा नम्बर 1 मा हो र चिनाउनु पर्दाखेरि म विगत केही वर्षदेखि देश बाहिर थिएँ 5-6 वर्ष अगाडिदेखि चाहिँ म देश बाहिर बसेको थिएँ अहिले नेपाल आएको केही समय अगाडि र त्योभन्दा अगाडि विभिन्न सामाजिक कार्यमा कुनै न कुनै रूपमा यहाँ विभिन्न सामाजिक कार्यमा म सहभागी थिएँ त्यही नै हो आलिताल 1 नम्बर वडामा मेरो घर हो र त्यसरी नै परिचय गरौँ। अहिले तपाईलाई स्वतन्त्र उम्मेदवारको रूपमा चाहिँ आफूलाई उभ्याइराख्नु भएको छ हैन। अब यो चाहिँ किन तपाईलाई चाहिँ कुनै पार्टीको चाहिँ उद्देश्य अथवा भिजन एजेन्डा मन नपरेर हो कि अथवा चाहिँ पार्टीले चाहिँ तपाईलाई चाहिँ टिकट कसैले नदिएर हो के हो खासमा चाहिँ यो स्वतन्त्र चाहिँ किन? यस्तो हो त्यो नदिएर पनि हैन मन नपरेर पनि हैन त्यो भन्दा पनि के हो भने म राजनीतिक रूपमा सक्रिय एक प्रकारले राजनीतिप्रति चासो राख्ने मान्छे पहिल्यैदेखि सामाजिक रूपमा राजनीतिक रूपमा यहाँका विभिन्न चाहिँ उसमा चाहिँ चासो राख्ने मान्छे तर कुनै पार्टीमा यसरी आबद्ध भएको थिएन। प्रत्यक्ष रूपमा पार्टीको सदस्यता लिएर पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा म थिएन र अहिलेको अवस्थामा विभिन्न पार्टीमा आबद्ध साथीहरूको विभिन्न आफ्नो खालको विचार छ र त्यसमध्ये पनि धेरै पार्टीहरूमा एक प्रकारको वितृष्णा छ। पार्टी आफैमा कुनै खराब छैन तर पार्टीको त्यो सिद्धान्तलाई पार्टीको विचारलाई र पार्टीको त्यो जुन कार्यक्रमलाई चाहिँ त्यो भित्र भएका व्यक्तिहरूले चाहिँ सही तरिकाले उठान गर्न सकेनन् त्यसलाई चाहिँ सम्बोधन गर्न सकेनन्। त्यही भएर त्यो पार्टी आफैमा त केही चिज होइन त्यो व्यक्तिले गर्दा त्यो पार्टी चाहिँ चल्ने हो तर त्यो पार्टीमा भएका धेरै मान्छेहरूको चाहिँ कारणले ती भएका व्यवहार प्रवृत्ति चरित्र ती कारणहरूले चाहिँ एक प्रकारको राजनीतिक पार्टीप्रति वितृष्णा छ। तपाईले हेर्नुभयो भने अहिले त्यसैभरि चाहिँ स्वतन्त्रको लहरै छ। सम्भवतः कुनै त्यस्तो चाहिँ स्थानीय निकाय छैन होला जहाँ चाहिँ स्वतन्त्रको चाहिँ त्यो उम्मेदवारीको चर्चा नभएको होस् र तीमध्ये धेरै त नउठ्लान् तर धेरै चाहिँ यो पालि स्वतन्त्र रूपले उठ्ने व्यक्तिहरू देखिन्छन्। तीमध्ये केही स्वार्थले अथवा कुनै कारणले गर्दा धेरै चाहिँ के हो भने यहाँको व्यतिथि यहाँको चाहिँ अवस्था राजनीतिक पार्टीहरूको पार्टी नेतृत्व पार्टीमा बसेका व्यक्तिहरूको प्रवृत्ति चरित्र ती कारणले चाहिँ एक प्रकारले सचेत सजग र अलि केही गर्नुपर्छ भन्ने युवा अथवा सचेत मान्छे युवा मात्रै नभनौँ सबै चाहिँ एक प्रकारको चाहिँ यो स्वतन्त्र तरिकाले चाहिँ आफ्नो स्थानीय निकायमा गएर केही काम गर्छु भन्ने आँटले आएका छन् र त्यही अनुरूप म पनि अब यहाँ कुनै राजनीतिक पार्टीमा आबद्ध थिइनँ म स्वतन्त्र यति बेलासम्म त्यो भएको हिसाबले स्वतन्त्र तरिकाले एउटा चाहिँ आफ्नो उम्मेदवारी दिएर यो ठाउँलाई के गर्न सकिन्छ कि भनेर स्वतन्त्रको उम्मेदवारी दिएको। अब यस्तो छ नि त खास गरी चाहिँ अब यो ठाउँलाई त हैन
पार्टीले कुनै न कुनै पार्टीले कुनै मान्छेलाई चाहिँ बाँधिरहेको छ, कसैलाई चाहिँ नेपाली कङ्ग्रेसले बाँधेको छ, कसैलाई नेकपा एमाले, कसैलाई कुनै पार्टीले, होइन, यसरी चाहिँ एकदम बाँधिएको छ। यसमा चाहिँ स्वतन्त्रबाट चाहिँ जित्ने सम्भावना चाहिँ के हो, होइन, कसरी चाहिँ तपाईँ स्वतन्त्र जित्छु भनेर लागिराख्नु भएको छ? मैले अगाडि पनि भने पार्टीहरूप्रति वितृष्णा छ, पक्कै पनि। पार्टीहरूप्रति भन्नुको अर्थ पार्टीमा आबद्ध भएका व्यक्तिहरूको व्यवहार चरित्रप्रति हो। त्यो कारणले अब स्वभावतः यो कस्तो छ भने तपाईँले हाम्रो देशमा हेर्नुभयो भने स्वतन्त्र मान्छे नै छैन। न पेसागत रूपमा कोही स्वतन्त्र चाहिँ व्यक्तिहरू छ, पेसागत चाहिँ मान्छेहरू छ, न स्वतन्त्र जनता पनि छ। तपाईँले त यो गाउँ गाउँतिर गयो भने प्राय यो नागरिक पाउनुहुन्न, कि एमाले पाउनुहुन्छ, कि काङ्ग्रेस पाउनुहुन्छ, कि माओवादी पाउनुहुन्छ, कि समाजवादी पाउनुहुन्छ, कि रापरापर, कि अरू पाउनुहुन्छ, तर व्यक्ति पाउनुहुन्न। त्यही भएर यस्तो राजनीतिले गाँज्यो कि त्यो राजनीतिकमा कुनै न कुनै रूपमा आबद्ध नभइकन के चल्दै चल्दैन भन्ने एउटा प्रवृत्ति चाहिँ यहाँ देखिन्छ। तर वास्तवमा त्यो एउटा भ्रम हो, किनभने व्यक्ति स्वतन्त्र हुनुपर्छ। त्यो स्वतन्त्र व्यक्तिले चाहिँ जुनसुकै पार्टी होस्, तपाईँले भनेका हामीले भनेका पार्टीहरू जुनमा राम्रो व्यक्ति छ अथवा आफ्नो उसको सिद्धान्त, उसको चाहिँ आचरण सबै हेरेर उसलाई चाहिँ मत दिने। तर यहाँ चाहिँ कस्तो छ भने त्यो ऊ स्वतन्त्र हुनै दिएको छैन। यो राजनीतिक दलले यसरी चाहिँ जकडेर राखेको छ, यसरी भ्रममा पारेर राखेको छ कि मेरो अथवा अरू कसैको कार्यकर्ता नभइकन ऊ बाँच्नै सक्दैन, उसको गुजारा नै चल्दैन, के पनि हुँदैन भन्ने खालको एउटा भ्रम, मनोवैज्ञानिक भ्रममा चाहिँ राखेको छ। त्यसको कारणले त्यो भएको कारणले चाहिँ यहाँ कोही पनि नागरिकहरू त देखिँदैनन्। तर वास्तवमा बिस्तारै एक प्रकारको चाहिँ सचेतना कस्तो आउँदैछ भने यो त भ्रम हो क्या। हामीलाई राजनीतिक दलले न सामाजिक रूपमा न कुनै व्यक्तिगत रूपमा कुनै धेरै चाहिँ बेनिफिट के अरे फाइदा भएको छ, तर पनि हामीले चाहिँ दास जस्तो भए किन बसेको होला? पार्टीको सदस्यता नलिकन के हुन्छ र? पार्टीमै पुरा झन्डा समातेर जिन्दाबाद मुर्दाबाद नगरे के हुन्छ? यस्तो खालको अलिक सचेतना आउँदैछ र अबको सचेत मान्छेहरू, विशेष गरेर युवा समूह, एक प्रकार सचेत जागरुक युवाहरू चाहिँ यसको विरुद्ध पार्टीमै अब ठिक छ, कुनै न कुनै पार्टीलाई भोटै दियो भने पनि कम्तीमा राम्रो मान्छेलाई दिउँ, अथवा जो भए पनि स्थानीय निकायमा विशेष गरेर चाहिँ त्यहाँको व्यक्तिलाई हेर्नुपर्छ, किनभने त्यो प्रत्यक्ष रूपमा विकाससँग जोडिएको कुरा हो। त्योभन्दा माथि अबको कुराहरू सिद्धान्त त्यसको कारणले पनि भोट दिने होला, तर नितान्त रूपमा स्थानीय निकाय भनेको चाहिँ विकाससँग प्रत्यक्ष जोडिने भएको हुनाले त्यहाँ चाहिँ पार्टीगत सिद्धान्त त्योभन्दा पनि व्यक्ति कस्तो हुन्छ, कस्तो चाहिँ खालको छ, इमान्दार छ कि छैन, सक्षम छ कि छैन, त्यहाँ चाहिँ बढी जरुरत हुन्छ। त्यही भएर यो बिस्तारै पार्टीहरूभन्दा पनि जुनसुकै पार्टी नै होला अथवा पार्टी बाहिरको होला, सक्षम राम्रो इमान्दार मान्छेलाई दिनुपर्छ भन्ने एउटा जनलहर, एक प्रकारको चाहिँ जागरुकता आइरहेको छ। र त्यसै कारणले मैले पनि मजाले हामीले चाहिँ कुनै पार्टीमा आबद्धै नभइकन पनि स्वतन्त्र तरिकाले एउटा विकासको काममा चाहिँ हामी केही गर्न सक्छु भन्ने हिसाबले चाहिँ यो उम्मेदवारी, स्वतन्त्र उम्मेदवारी दिएको। र मलाई त एकदमै विश्वास छ, होइन, किनभने चुनाव चाहिँ जित्नकै लागि लड्ने हो सबैले। यदि म चुनाव जित्दैन भने त म लड्दैन नि, र जित्ने आधारहरू पनि छन्। त्यही भएर म एकदम विश्वस्तका साथ चुनाव जित्ने मनसायका साथ र यो पालिकामा, यो स्थानीय निकायमा आएर के गर्छु भन्ने एउटा योजना, दृढ योजनाका साथ यहाँ आएको, र मलाई विश्वास छ म त्यहाँ पुग्छु भन्ने विश्वास छ। अब अहिले तपाईँ स्वतन्त्र उम्मेदवार भइरहँदाखेरि तपाईँको पछाडि धेरै चाहिँ युवाहरू चाहिँ एउटा युवाको जत्था चाहिँ तपाईँको पछाडि चाहिँ मैले देखिरहेको छु, होइन, हल्ला पनि सुनिरहेको छु। अब तपाईँले अब युवाहरूलाई युवाहरू चाहिँ पछाडि दौडिरहेको देख्दाखेरि के चाहिँ त्यस्तो अस्त्र फ्याँक्नु भएको छ? के चाहिँ तपाईँले चाहिँ आश्वासन दिनुभएको छ कि युवाहरूलाई चाहिँ पछाडि हिँडालिराख्नु भएको छ? त्यो मैले कुनै अस्त्र फालेको छैन, अहिलेको चेतनाको चाहिँ दियो, उनीहरूको चेतना चाहिँ जागेको हो। मैले अगाडि भने एक प्रकारले पार्टीले चाहिँ जसरी जगडेर राखेको छ, एउटा गाउँको मान्छेलाई तपाईँले सोध्नुभयो भने यस्तो यस्तो हो, यस्तो एजेन्डा हो, यो कारणले चाहिँ हामी चाहिँ यसरी आएको हो भनेर मैले चाहिँ आफ्नो चाहिँ प्रचार प्रसारमा गएर उहाँहरूलाई भन्यो भने के भन्छ भने म त फलानु पार्टीको सदस्य हो, यसो भावनाले मैले त उसलाई नै दिनुपर्छ। अनि म भन्छु तपाईँले व्यक्ति हेर्नु भएको छ, त्यो पार्टीको को छ के छ भने त्यो त थाहा छैन, जो भयो भने हाम्रो पार्टी चाहिँ त्यो हो। अनि म सोच्छु त्यो पार्टीले तपाईँलाई व्यक्तिगत रूपमा के फाइदा दिएछ? होइन, केही भइपरि आउँदा, केही सानोतिनो हुँदा पनि पार्टी नभए भने त कसरी चल्छ? त्यस्तो खालको त्यो एक प्रकारले जसरी जकडिएर बसेको समाजका ती व्यक्तिहरू अथवा नागरिकहरू छन्, त्योबाट मैले अगाडि भने बिस्तारै चाहिँ त्यो चेतना आउँदैछ। र त्यो युवाहरू चाहिँ पक्कै पनि, युवाहरू अहिलेको चाहिँ पछिल्लो पुस्ता चाहिँ
विभिन्न कुराहरूसँग चाहिँ अब अपडेट हुन्छ। जस्तो अहिलेको विश्वव्यापीकरणको उसमा चाहिँ तपाईँका टेक्नोलोजीहरू भयो, विभिन्न मिडियाहरू, सामाजिक सञ्जाल होइन, धेरै कुराहरूबाट अपडेट हुन्छ। पुरानो पुस्ताभन्दा थोरै सचेत अनि त्यसपछि अपडेट छिटो भइरहेको छ। त्यही भएर उसलाई के थाहा छ भने यो चाहिँ अब चाहिँ देशमा जुन राजनीतिक चाहिँ त्यो एक प्रकारको चाहिँ राजनीतिले जकडिएको समाज छ, यसलाई बिस्तारै मुक्त गरेर राजनीति चाहिन्छ, तर राजनीति चाहिँ त्यसको पनि सीमा हुन्छ। हरेक व्यक्ति एउटा सामान्य चाहिँ मजदुर गरी खाने मान्छेहरूलाई त्यो कुनै पार्टीको मेम्बर नभइकन हुँदैन भन्ने हुँदैन। बरु ती राजनीतिक दलका जो चाहिँ हामी यसो गर्छौँ उसो गर्छौँ भन्नेहरूले त्यो समाज, त्यहाँको चाहिँ शिक्षा, त्यहाँको स्वास्थ्य, यी कुराहरू गरिदियो भने उसको लागि फाइदा हुन्छ। तर ती कुराहरू चाहिँ तर्फ ध्यान छैन। मात्रै के छ भने व्यक्तिगत रूपमा पार्टीको मेम्बर बन्नुपर्छ, त्यसलाई चाहिँ यो भोटको रूपमा मात्रै प्रयोग गर्ने। त्यही भएर यो भोटको रूपमा जो नागरिकहरूलाई मात्र भोटको रूपमा प्रयोग गर्ने छ, यो सिस्टम बिस्तारै परिवर्तन हुनुपर्छ। असल मान्छे, असल सक्षम मान्छे, इमान्दार मान्छे अगाडि आउनुपर्छ भन्ने हो। र ती युवाहरूले चाहिँ सम्भवतः मलाई के लाग्छ भने ती युवाहरू जो तपाईँले मसँग हिँड्नु भएको, मप्रति आस्थावान, मप्रति श्रद्धा सद्भाव राख्ने युवाहरूले चाहिँ त्यो कुरा बुझेर चाहिँ मेरो पछि लागेको हो। मैले स्पष्ट रूपमा भन्छु, मैले लोभ देखाएको छैन, मैले लालच देखाएको छैन, आश्वासन बाँडेको छैन। तपाईँले देख्नुभयो होला 1-2 महिनादेखि यहाँ विभिन्न आश्वासनहरू बाँडिरहेछन्। अब धेरै कुराहरू मैले गर्नुभन्दा नि सबैलाई यो आलतालको धेरै मान्छेलाई थाहा छ के आश्वासन, जागिरका आश्वासन, बाहिर पठाउने आश्वासनदेखि लिएर विभिन्न आश्वासनहरू बाँडिरहेछन्। म स्पष्ट युवाहरूलाई के भन्छु भने म तपाईँलाई कुनै आश्वासन दिँदिनँ व्यक्तिगत रूपमा, र यो समाजको लागि इमान्दार भएर काम गर्छु। मेरो यति हो, इमान्दार भएर काम गर्छु। मसँग योजना छ, त्यो योजना अनुसार चाहिँ म इमान्दार भएर काम गर्ने हो। त्यही भएर अहिले तपाईँलाई जागिर दिन्छु, तपाईँलाई चाहिँ म रक्सी मासु खुवाउँछु अथवा ल मसँग गएर खर्च गर्छु, मैले बिल्कुल त्यसको विरुद्धमा भन्छु। उहाँहरू चाहिँ एक प्रकारले चाहिँ उहाँहरू म प्रति चाहिँ त्यो विश्वास भएर र केही गर्छ कि हाम्रो समाज, हाम्रो यहाँको चाहिँ विकास केही अगाडि बढ्छ कि भनेर उहाँहरू कन्भिन्स भएर मप्रति लाग्नु भएको हो होइन। त्यही भएर त्यो लाग्नुको उद्देश्य अथवा त्यो लाग्नुको अर्थ पनि एउटा मान्छेहरू सचेत भयो र त्यसैको आधारमा चाहिँ यो समाज चेन्ज हुन्छ र स्वतन्त्रले पनि मजाले यहाँ जितेर यो ठाउँमा स्थापित हुन सक्छ भन्ने। अब तपाईँ चुनाव जित्ने गरी नै लाग्नु भएको छ भन्ने कुरा गर्नुभयो। त्यो जित्नकै लागि चाहिँ तपाईँसँग चाहिँ त्यस्ता अस्त्रहरू, त्यस्ता चाहिँ मुख्य एजेन्डाहरू चाहिँ के हुन्छ, आधार चाहिँ के हो? तपाईँलाई भोट हाल्नुपर्छ भन्ने चाहिँ आधार चाहिँ के? यी धेरै खालका यो प्रक्रियागत कुराहरू धेरै यहाँ सुधार गर्नुपर्ने देख्छु म होइन। मैले जीवनमा देखेका, भोगेका, पढेका, सुनेका यो धेरै कुराहरूको जो अनुभव छ त्यसको आधारमा हेर्दाखेरि यहाँ धेरै सुधार गर्नुपर्ने छ। तर मुख्यतः मैले 3-4वटा कुरा चाहिँ मेरो चाहिँ प्राथमिकता हो। नम्बर 1 शिक्षा। शिक्षा जस्तो म पहिला भनिहाल्छु 4वटा कुरा: शिक्षा, स्वास्थ्य, स्वरोजगार र भ्रष्टाचार। अब यसो यो 4वटा कुरा भन्दाखेरि यो त सबैले भन्छन् अथवा यो त स्वाभाविक हो, एउटा एजेन्डा हो, त्यो होइन। मैले यी कुराहरूलाई एकदम व्यावहारिक रूपमा के गर्न सकिन्छ भनेर अध्ययन गरेर त्यसको बारेमा चाहिँ योजना बनाएर त्यसका विज्ञ, त्यसका चाहिँ त्योसँग सम्बन्धित मान्छेसँग छलफल गरेर मैले योजना बनाएको छु। उदाहरणको लागि म छोटोमा भन्छु, शिक्षा चाहिँ हामी यहाँबाट इन्डिया कति मान्छेहरू बेरोजगार भएर इन्डिया जान्छ, 10 पढ्यो, 12 पढ्यो, त्यसपछि इन्डियातिर गयो। उहाँहरूलाई त्यो शिक्षा, किनभने त्यसको चाहिँ उपयोग भएन भन्नाले बाहिर जानु भन्दै शिक्षाले गर्दा बाहिर शिक्षा पढेर जानुहुन्न भन्ने होइन। तर उदाहरणको लागि तपाईँले हेर्नुभयो भने त्यो शिक्षाको जो स्तर छ त्यो एकदमै त्यो खस्किँदो छ कि। तपाईँले अहिले हेर्नुभयो भने सरकारी शिक्षा र प्राइभेट शिक्षामा तपाईँले कति अन्तर देख्नुहुन्छ। यो नजिकै हामी यो बसेको नजिकै एउटा बोर्डिङ छ, मैले सुने अनुसार त्यहाँ 200 जना विद्यार्थीहरू छ। सानो 2टा भवन छ होइन, तर त्यहाँ चाहिँ हाम्रो यहाँको अभिभावकहरूले चाहिँ महिनामा कति पर्छ ठ्याक्कै थाहा छैन, तर फिस तिरेर त्यहाँ पढाउनुहुन्छ। तर यो नजिकै अर्को एउटा स्कुल छ जहाँ चाहिँ ठुला बिल्डिङ छन्, भौतिक संरचना छ, एक्सपर्ट एकदमै चाहिँ विज्ञ शिक्षकहरू हुनुहुन्छ, डिग्री गरेका कयौँ चाहिँ विभिन्न विषयमा। तर पनि त्यो चाहिँ सबै कुराहरू भएको, सबै चाहिँ भएको स्कुलहरू भन्दा त्यो सानो संरचना भएको, थोरै शिक्षक भएको र ती सरकारी भन्दा कम चाहिँ आय स्तर भएको अथवा त्यो पाउने सुविधाहरू कम भएको। अनि त्यसपछि विभिन्न कुराले चाहिँ जस्तो त्यहाँ एजुकेसनमा चाहिँ पनि अलि त्योभन्दा कम भएका शिक्षकहरू हुँदाहुँदै पनि त्यहाँको स्तर चाहिँ कसरी राम्रो भयो? व्यवस्थापन हो। त्यही भएर शिक्षाको चाहिँ जो व्यवस्थापन छ यो गर्न सक्यो भने कम्तीमा सामान्य बोर्डिङ चाहिँ
स्तरको शिक्षा हामी सरकारी स्कुललाई बनाउन सक्छौँ। त्यसको लागि त्यही भएर शिक्षाको स्तर चाहिँ बढाउनुपर्छ। धेरै चाहिँ मैले वडा अध्यक्ष अथवा विभिन्न चाहिँ जनप्रतिनिधिसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ भने यो भवन मेरो पालामा बन्यो, यो यस्तो यहाँ खानेपानी बन्यो, स्कुलमा बाथरुमहरू यो सबै बन्यो भन्नुहुन्छ। त्यो त आधारभूत कुरा हो, तर त्योभन्दा ठुलो कुरा त त्यो विद्यार्थीहरूको शिक्षाको स्तर कहाँ छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो नि। बिल्डिङ बनेर विकास बिल्डिङ मात्रै होइन नि त, शिक्षाको चाहिँ स्तर बढ्नु पर्यो, उनीहरूको रिजल्ट राम्रो हुनु पर्यो। भोलि चाहिँ +2मा गएर उनीहरूको रिजल्ट कस्तो हुने, कति पास हुने, कुन कुन चाहिँ खालको चाहिँ उनीहरू चाहिँ सक्षम चाहिँ शिक्षा लिएर सक्षम नागरिक हुन सक्ने, त्यो महत्त्वपूर्ण हो। त्यही शिक्षा चाहिँ एउटा शिक्षाको स्तर अलिक बढाउनुपर्छ। शिक्षाको स्तर बढाउने भन्ने एउटा शिक्षाको त उसमा। अर्को चाहिँ तपाईँको स्वास्थ्यमा पनि हेर्नुहोस् त, यहाँ मान्छेहरू सामान्य बिरामी हुँदाखेरि चन्दा असुलेर चाहिँ हामीले चाहिँ चन्दा मागेर चाहिँ बिरामीको उपचार गर्नुपर्ने छ। 30-35 हजार, 40-50 हजार, 1 लाख रुपियाँको कुरा। तर यहाँको चाहिँ स्थानीय निकायहरूमा तपाईँलाई थाहा होला करोडौँ रुपियाँ चाहिँ बेरुजु छ। अथवा त्यो भइहाल्यो, अरू पनि धेरै भ्रष्टाचारहरू भएका कैयौँ कुराहरू बाहिर आएका छन्। भनेपछि राम्रोसँग व्यवस्थापन भयो भने यसको अर्थ मैले यो भनेको होइन कि पुरै एकदम धनी अथवा कुनै देशको जस्तो स्वास्थ्य शिक्षा हामीले देखेको भने त्यस्तै बनाउनुपर्छ भन्ने त्यो सम्भव नहोला। तर यहाँको स्रोत र साधनलाई प्रयोग गरेर जति सकिन्छ त्यति इमान्दार साथ गर्ने हो भने शिक्षा स्वास्थ्यको स्तर योभन्दा माथि उठाउन सकिन्छ। त्यो कारणले स्वास्थ्यको कुरा भयो। अर्को चाहिँ स्वरोजगार। तपाईँ धेरै मान्छेहरू, अब मैले अस्ति यसो बुझ्दाखेरि हाम्रो यहाँ स्थानीय यहाँको गाउँपालिकामा त्यसो कुनै तथ्याङ्क छैन। तथ्याङ्क कति छन् हाम्रो यो आलदाल गाउँपालिकाभरिबाट कतिजना युवाहरू अथवा यहाँ कतिजना मान्छेहरू चाहिँ बाहिर गएको कमाउन, कतिजना चाहिँ विशेष गरेर इन्डिया चाहिँ प्रमुख चाहिँ गन्तव्य भएको हुनाले इन्डियामा कति गएको छ। त्यो बाहेक त फाटोफुट्ट अरू देशमा पनि होला, त्यसको तथ्याङ्क नै छैन होइन। अनि यहाँ स्वरोजगारका कुरा गर्नुभन्दा पहिले कतिजना चाहिँ बाहिर बेरोजगार भएर बाहिर चाहिँ गएका छन्, तिनीहरूलाई कसरी यहाँ ठाउँ बनाउन सकिन्छ, के खालका चाहिँ योजनाहरू, के खालका प्रोजेक्टहरू तयार पारेर उनीहरूलाई चाहिँ यहाँ चाहिँ ल्याउने अवस्था गर्न सकिन्छ भन्ने कुरा त हुनु पर्यो। त्यही भएर विशेष गरी कृषिलाई विशेष फोकस गर्यो भने धेरै चाहिँ ती बाहिर बेरोजगार भएका युवाहरू जो चाहिँ 10-15 हजारको लागि चाहिँ इन्डियामा चाहिँ न्यून स्तरको चाहिँ काम र न्यून स्तरको पारिश्रमिक चाहिँ मा चाहिँ काम गर्न बाध्य छन्, उनीहरूलाई यहाँ ल्याउन सकिन्छ कृषिलाई आधुनिकीकरण गर्ने हो भने। तर यो कृषिलाई आधुनिकीकरण भन्ने गर्दा यो नारै छ पहिल्यैदेखि, कृषिलाई आधुनिकीकरण भन्यो, तर त्यो व्यवहार त त्यसलाई कसरी गर्न सकिन्छ, त्यसको लागि योजना, स्पष्ट योजना, त्यसको चाहिँ स्रोतहरू कति छ, के गर्न सकिन्छ भन्ने कुरातर्फ ध्यान दिएको छैन। बस नारा बनाइदियो कृषिलाई आधुनिकीकरण गर्ने हो र युवालाई स्वरोजगार गर्ने हो, तर के गर्ने भन्ने ठोस योजना अहिलेसम्म देखिएन। त्यही भएर हामी चाहिँ स्पष्ट ठोस योजनासहित ती कतिजना छन् त्यसलाई कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ भनेर त्यसको बारेमा स्वरोजगार कसरी चाहिँ निर्माण गरेर ती बाहिर गएका न्यून स्तरको पारिश्रमिकको लागि काम गर्न गएका युवाहरूलाई नेपालमै आफ्नै ठाउँमा चाहिँ कसरी चाहिँ उनीहरूलाई स्वरोजगार बनाउन सकिन्छ भन्नेतिर पनि मेरो योजना हो। र प्लस अर्को चाहिँ महत्त्वपूर्ण त्यो चाहिँ भ्रष्टाचार नियन्त्रण हो। जताततै नेपालका विभिन्न स्थानीय निकायमा खुलेआम चाहिँ भ्रष्टाचार छ। यो भ्रष्टाचारलाई मात्रै यसकोलाई तल झार्न सक्यो अथवा यसलाई कन्ट्रोल गर्न सक्यो भने त्यहाँबाट विकासको स्तर पनि बढ्छ, प्लस हामीले सोचेका जो महिला अगाडि शिक्षा, स्वास्थ्य, स्वरोजगारका कुराहरूलाई चाहिँ अगाडि बढाउन पनि सकिन्छ। त्यही भएर यो भ्रष्टाचार देशको प्रमुख शत्रु हो, त्यो सबैलाई थाहा छ। र त्यो भ्रष्टाचारको लागि साँच्चै नै एउटा चाहिँ इमान्दार भएर चाहिँ लाग्ने हो भने त्यसको चाहिँ भ्रष्टाचारलाई घटाएर चाहिँ त्यहाँबाट चाहिँ धेरै काम गर्न सकिन्छ। त्यो भावनाले यो भ्रष्टाचार नियन्त्रण चाहिँ मेरो अर्को मुद्दा र यो प्रमुख मुद्दा हो। त्यही भएर यी 4वटा कुरा प्रमुख त चाहिँ मेरा चाहिँ एजेन्डाहरू हुन् होइन। साथसाथै अब धेरै छ सुधार गर्नु पनि, अरू पनि होला। र यी 4वटा कुरालाई गर्ने आधार एउटै कुरा के हो भने मसँग योजना छ, स्पष्ट योजना छ र मसँग इमान्दारिता छ। म इमान्दारीका साथ त्यो योजनालाई चाहिँ भएको स्रोत र साधनलाई सही सदुपयोग गरेर म ती मेरा एजेन्डाहरूलाई पुरा गर्न चाहिँ प्रयास गर्छु। त्यही भएर त्यो इमान्दारिता र सक्षमता अथवा म त्यो योजनालाई पुरा गर्छु भन्ने मेरो अठोट चाहिँ। अब यो यस्ता भाषणहरू त अब पुराना हाम्रा केही पार्टीका नेताहरूले पनि गरिरहेछन् होइन। अब तपाईँलाई विश्वास चाहिँ गर्ने आधार भनेका यिनै मात्र हुन् भन्ने चाहिँ हामीलाई जनताले बुझ्छन् र भोट दिन्छन् भन्ने चाहिँ तपाईँलाई लागिरहेछ? विश्वास त छु। अहिलेको यस्तो हो, त्यो नाराहरू त सबै पार्टीले यही दिन्छन् होइन। यसमा अलि कसैले अझै बढी बुट्टा भरेर देला, कसैले यसलाई यति अलि अर्कै तरिकाले देला। तर कुरा के हो भने अबको नागरिकहरू
सचेत छन् उनीहरूले जस्तो उम्मेदवार भयो कुनै पार्टीको एउटा उम्मेदवार भयो भने त्यो उम्मेदवार कस्तो खालको हो त्यसको इतिहास के हो अथवा त्यसले कस्तो इमान्दार छ कि छैन सक्षम छ कि छैन त्यसको चाहिँ एजेन्डा अथवा त्यसको चाहिँ भिजन मिसन के छ त्यसको भनेर छुट्याउन सक्ने छ अहिलेको युवा अथवा सचेत मान्छेहरू धेरै छुट्याउन सक्छ यो मान्छेले गर्छ गर्दैन भन्ने कुराहरू त्यही भएर पहिलाकै जस्तो त्यो पुरै झन्डा लगेर जोसुकै हो जिन्दाबाद मुर्दाबाद भन्ने भने थोरै सचेत भएर अब चाहिँ यो मान्छे कस्तो हो भने त्यसको बारेमा बुझेर त्यो पार्टीभित्र पार्टी बाहिर उसको सामाजिक जीवन उसको चाहिँ तपाईँको राजनीतिक जीवन सबै बुझेर चाहिँ अबको चाहिँ नागरिकहरूले त्यसको निर्णय गर्छ त्यही भएर त्यो बुझेर चाहिँ मलाई भोट दिन्छ होइन र मैले चाहिँ सामाजिक रूपमा कुनै जिम्मेवारीमा अहिलेसम्म बसेको छैन सामाजिक भन्नाले कुनै चाहिँ जिम्मेवार उसमा बसेको छैन तर सामाजिक रूपमा म सक्रिय छु र मेरो चाहिँ सबै कुरा हेऱ्यो भने इमान्दारिता अथवा मेरो आफ्नो चाहिँ सक्षमताको आधारमा चाहिँ नागरिकहरूले सही निर्णय गर्छन् र मलाई त्यहाँ पुर्याउँछन् भन्ने विश्वास छ र अहिलेको जो जनमत अहिलेको चाहिँ म प्रतिको सद्भाव र मैले जहाँ जहाँ गएर म त्यो मान्छेहरूको मनोभावना बुझ्दाखेरि म एकदमै सकारात्मक उत्साहजनक अवस्थामा छु त्यो एकदम उत्साहित छु हुन्छ तपाईँको यो सोच आम युवाहरूले चाहिँ मनन गरेर तपाईँलाई चाहिँ सहयोग मिल्नेछ भन्ने मैले आशा लिएको छु होइन अन्तमा के भन्नुहुन्छ अन्तमा जस्तो आलितालका सबै नागरिकहरूलाई के भन्छु भने अब चाहिँ यो सचेत हुने बेला हो हामीले 5 वर्षभरि प्रतिनिधिहरूलाई गाली गर्छौँ यो भएन त्यो भएन यस्तो गर्यो त्यस्तो गर्यो भएन भन्छौँ तर त्यो भनेर मात्रै हुँदैन यो जो चुनावको बेला छ त्यस्तो बेला असल सक्षम मान्छेलाई म यो भन्दिनँ मैलाई नै मै हुँ भने मभन्दा अर्को सक्षम देख्नुहुन्छ भने त्यसलाई दिनुहोस् तर गर्नुहोस् के भने त्यसको पुरै बुझेर त्यो मान्छेले गर्न सक्छ कि सक्दैन त्यसको सक्षमता कति छ इमान्दारिता कति छ इतिहास पहिलाका कुनै न कुनै रूपमा त बुझ्न सक्छन् त्यही भएर बुझेर सचेत भएर तपाईँले यो चाहिँ चुनावमा चाहिँ सही मान्छेलाई भोट दिनुभयो भने 5 वर्षमा पस्ताउनु पर्दैन अब अहिले चाहिँ तपाईँले चाहिँ थोरै लोभ लालच आफ्नो थोरै स्वार्थ अथवा लहै लहैमा लागेर भोट मत दिनुभयो भने त्यसले तपाईँलाई 5 वर्षपछि केही पनि दिँदैन त्यही भएर सचेत हुनुहोस् र सबैले चाहिँ यो बुझ्नुहोस् कस्तो मान्छे छ कुन पार्टी के सबै राम्रोसँग बुझेर असल इमान्दार मान्छेलाई चाहिँ मत दिनुहोस् भन्ने मेरो आग्रह छ धन्यवाद छ यहाँलाई हस् धन्यवाद तपाईँलाई पनि यहाँ मलाई बोल्ने अवसर दिनुभयो मेरो केही कुरा राख्ने अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हस्